आकाश दाइले त सेम त सिकारी जस्तो देखियो यार त त्रिशुल लिएर हिँड्दा त अनि 500 रुपियाँ है दामी मजा आइरह आज माछा मार्न हामीले कति मारिला त गाइज मकै है मकै खानुपर्छ गएर दाइले आकाश दाइ खाउने छौ सर्ट पनि छ के अरे त बाटो यस्तो रहेछ यार यहाँबाट त ल हामी चाहिँ आज माछा मार्न हामीले कति मारिला त गाइज माछा हेर्न नउन्नु होला अर्को भिडियोमा त एउटा बेट्री हो यो भित्रको हो त्यहाँ अङ्कलले एउटा भिडियो बनाउँछ आज बुढासँग माछा मार्न है गाइज बाइक त साइडमा राखिसकेको छ जङ्गलै हो भित्र मधेसमा त जस्तो जङ्गलमा ल्याइने हुन्छ कि बाटो त्यस्तै हो 2 बोतल छ सानो काम चलाउँछ ल अब कति मारेला त गाइज हेर्न नमुन्नु होला अर्को भिडियोमा है त हेर न ल माछा मार्न है आज हामी माछा मार्दा 2टा यी बेट्री एउटा हो त्यहाँ एउटा छ उहाँ हेरिरहनु काल फर्के ल हेर्नुहोस् गाइस ल यहाँबाट त बाटो यस्तो रहेछ यार यहाँबाट त हाल्न सकिन्न क्या हाल्न सकिन्न ल साधन हो त छोडेर हामी हिँड्दै माछा मार्न बल्ल लाउरे बुढालाई लाउरे जस्तो देखेँ ल के कसो भइरहेछ भिडियो गाइज हामी चाहिँ माछा मार्न है आज माछा मार्न अहिले सब देखाउनेछौँ रडसड पनि छ के अरे बुझ्दिउँ क्या हो अरे यस्तो जङ्गल चाहिँ यता छ बाइक चाहिँ उताबाट अलिकति अप्ठ्यारो भएर हो स्कुटी चाहिँ बाइक चाहिँ निस्किन्थ्यो होला स्कुटी अलिकति गाह्रो भयो त्यही भएर है त यतातिर सामान छ यहाँ ब्यागमा पानी सानीहरू फोनमा चार्ज छैन कि धेरै त्यही भएर यसो धेरै भिडियो पनि गर्नु भएको छैन चार्ज गर्नै भुलेछु गाइस 40% कति छ अहिले भिडियो फेरि अहिले गर्नु पऱ्यो नि त त्यही भएर अहिले यस्तै बसौँ अहिले फेरि भेट्नेछौँ हामी ल ल ल ल अघि माथि हेर्दा मलाई के खै उहाँ त साप त उहाँ पुगिसक्यो के अरे अब के कस्तो प्लास्टिक हो प्लास्टिक त त्यहीँ छोडिदियो क्या यार त्यही थियो नि चाउचाउको प्लास्टिक चाउचाउ राखेको प्लास्टिक त्यहाँ थियो के अरे ओ त कस्तो हो चल्दैछ नेपाल बन्दैछ नेपाल माछा मार्ने पनि फेरि चल्दैछ नेपाल कहाँ गयो आएको माछा मार्न आएको के अरे खोलै भेट्दै कता गयो आकाश दाइ हेर त उहाँ केटा हो पौडी खेलेको ल पौडी खेलेको नाङ्गे भएर ओ तेरो तुरी गुलाई केटा गर्मीमा यार केटाहरू यहाँ खेल्दैछन् हामी हो पलार टाढाबाट आइसक्यो नत्र भने त हामी तिलकनातिर आएको तिलकनातिर आइन्थ्यो के अरे अब त्यस्तै भयो यही हो पानी भनेको तर यस्तैमा हो पानी माछा भने त यो त बनाउँदैछन् आकाश दाइले आकाश दाइ युट्युबमा हाल्दा केही हुन्न नि हुन्छ केही हुन्न ल फिसिङ गर्ने सर चाहिँ हाम्रो यिनै हुन् हेर्दै त के उसको जस्तो के वर्ल्ड भर्सेस मेनमा गर्छ है चल्यो यहाँ हेर्नमै कतिको छ भन्ने कि त्यही भएर ल अब यहाँ माछा टिप्नु पऱ्यो अब यहाँ भिडियो होला जस्तो होइन बुढाले सक्यो अब भिडियो अहिले सिधै इन्डिङमा रिजल्टमा भेट्नुपर्छ है त हामी हो यस्तोमा माछा हुन्छ क्या दामी त सेतै झऱ्यो करेन्ट हाने बुढाले अनि छोप्ने यता फुच्चेर पनि आयो
त्यो डिक्कीमा हाल्नु मकै 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 खानुपर्छ गएर अब मकै र माछा अरे गाह्रो छ हाम्रो गुन्दाको हेलमेटै भाइरल हेलमेट हरिफ देखियो यार तर यार अब त्यसरी ठ्याक्कै भयो हाम्रो ट्राफिकले भन्दा नि खतरा हेलमेट लाउँछौँ कि हामीले ट्राफिक देखेर चाहिँ हेलमेट लगाएको के जङ्गल ट्राफिक अगाडि हिँड्नेको एकछिन त हेरेको हाँस्ती होला के ल हामी चाहिँ साधन लिन आएको माथि जाने अब फेरि ल गाइज नयाँ हेलमेट चाहियो भने अर्डर हामी स्टक भइसकेछ रिस्टक भइसकेछ गाइज नयाँ भन्ने अन्ली 500 रुपियाँ है दामी मजा आइरह अर्को बुढा आए यो हेलमेट चाहिँ हामीलाई स्कुटर र हेलमेट मान्छेसँगै 2-3 हजारमा आउँछ है गाइज चाहियो भनौँ है ल लिएर जानु पर्यो नि त माथि र सो त्यही भरि यताउता सामान सबै मकै सकै पनि हालेको थिएँ चाउछ र त्यही हो यहाँबाट जाम अब वहाँ गएर कतिको माछा मारिन्छ है त गाइज हामी आइसक्यौँ लु आइयो मेरो स्कुटी झन् जसको पाए उसकै चाबीले खोल्छ स्टार्ट पनि हुन्छ खतम भइसक्यो आकाशको पहिलाको स्कुटी नि डिक्की त खोल्थ्यो मकै नआखे यही माछा बोकेर आएको नि यार खोलाकै गाँठा खोला दुईटैपट्टि हाल्नु पर्यो न सिक्नेहरूको चाहिँ त्यो तिमीले ल्याउन भनेको थियो कि लाग्दैछ केरा र खोर्सानी पनि छ खोर्सानी पनि ल्यायो तिमीले पौष्टिक छैन भन्थ्यौ घर त्यही गर्नु त्यो फले थियो त दुधै खान्छ नि यो के त्यो रोटी साथ लाग्यो ल माछा त खत्रै मारिएको थियो तर देखाउनै भुलिएछ झ्यामझुम खाइयो आइयो भिडियो गर्नै भ्याएन मैले सो त्यही हो अब तल डम्बल के हेर न यत्रो तलबाट निस्केको ओ खोलाबाट निस्केको काट्दै छ कि खोला फेरि कति बनासनाको त भिडियो गर्न भ्याइएन आफै बनाऊ आफै खाऊ होइन अब सबै आफ्नै डिजिटलमा त्यही भएर अब यताउति भिडियो बनाउनु पाइएन सो त्यसको लागि चाहिँ एकदम सरी सो त्यही हो अब यहाँबाट चाहिँ च्यापचुप झ्यामझुम खाएर हामी यहाँबाट निस्किन लाउँदैछु सो रात पनि परि नलागिसक्यो घाम पनि छ्याक्क डुबिसक्यो यता सामान छ तर जानुपर्छ सो के कसो हुन्छ आजको भ्लग चाहिँ यतै भयो के अरे अब भयो भोलि बनाउँला न त भने यस्तै हो गाइस ल ठिक छ बुढाहरू यहाँ तलतिर निस्किँदैछन् बुढा के हो र मान्छे त बुढाहरू आउँदैछ तलतिर उकालो निस्किन सकेन बुढाहरू ल आकाश दाइले त सेम त सिकारी जस्तो देखियो यार त्यो त्रिशुल लिएर हिँड्दा त लाउरे जस्तो देखियो यार बन्दुक लिएर हिँड्ने जस्तो हो कहाँ चल्ने फेरि माउन्ट एभरेस्ट हो क्या बुढाहरू सही आइरहेको कस्तो भयो त नि अङ्कल एकदम आजको चाहिँ एकदम है हो उता निस्किँदैछ बुढाहरू निस्किँदै खानु उता
भाइरल भाइरल भयो यो तल आइसक्यो उता 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 गयो यो तल आउला उता उता जान्छ अब बाटो त्यो टाइ कता हो र झरेको आप्पी कहाँ झरेको र कहाँ लुटेको यसरी हट मुरमुटी खेल्दै आएन बडार त हो ल्याएर ए भगवान ल यताको भ्लग यतै हिँड्नु हुन्छ है गाइस जय हो आजै हो